हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर ब्लग। अनि हामी चाहिँ यहाँनिर यता के भन्छ यो केराबारीमै त होइन, केराबारीको वरतिर छेउछेउमा आएको छौँ हामी होइन। अनि कति गर्मी साथीहरु। अनि हामी यहाँ चाहिँ लोकल कुखुरा खानु आएको। यहाँनिर त कालिजहरू पनि छ साथीहरु। यहाँ कालिज सानो सानो कालिजहरू छ होइन। अनि हामी यहाँनिर आइरहेको छौँ। अनि अब यहाँनिर हामीले बनाउन लगाउँदैछौँ लोकल कुखुरा खाने भनेर। अनि गर्मी चाहिँ धेरै गर्मी छ साथीहरु। अनि एउटा कुरा यहाँ बनाउँदै हुनुहुँदो रहेछ क्या, फेरि त यहाँ परतिर बनाउँदै हुनुहुँदो रहेछ। अहिले म देखाउँछु है साथीहरु। त्यहाँ बनाउँदै हुनुहुन्छ, नयाँ ठुलो बनाउनु भएको अरे होइन। अनि पहिला यहाँ सबै लोकल कुखुराहरू थियो। अनि कालिज थियो, अनि त्यहाँदेखि हाँसहरू थियो, सबै थियो, खसीहरू थियो यहाँनिर। अहिले चाहिँ यो के भन्छ बनाउँदै हुनुहुन्छ नि त, त्यही भएर चाहिँ अहिले चाहिँ छैन, थोरै मात्रै छ। हामी चाहिँ यहाँनिर लोकल कुखुराको स्वाद लिन आएको साथीहरु। नि यस्तो छ यहाँनिर चाहिँ होइन। अनि गर्मी छ साथीहरु। कसलाई लोकल कुखुरा मनपर्छ उनीहरूको लागि चाहिँ यो बेस्ट प्लेस हो। अनि यस्तो छ साथीहरु। यता यस्तो बनाउँदै हुनुहुन्छ, भर्खर बनाउँदै हुनुहुन्छ नि त, साथीहरु। अब म एकछिन बस्छु, अनि एकछिनमा के हुन्छ कस्तो हुन्छ म देखाउँछु साथीहरु। अहिले चाहिँ म बस्छु साथीहरु, कस्तो गर्मी छ। अनि बसे साथीहरु। म चाहिँ साथीहरु। अनि म चाहिँ अहिले जुस खाँदैछु होइन। काली म होइन। अब यहाँ एकछिनमा म भरे एडिट गरेर बनाउँछु। अनि अहिले चाहिँ काली गोरी नेप्टी चेप्टी मोटी लुटी जे भयो भने। हेलो साथीहरु। अनि म चाहिँ भर्खरै घर आइपुगेँ। कस्तो साह्रो रुगा लागेर अनि भर्खर घर आइपुगेर हातमा खुट्टा धोएर धुप बालेर बसेको म। अब चाहिँ म एकछिन बस्छु साथीहरु। अनि मैले चाहिँ खाना पनि खाइसकेँ। खाना खाएर रुगाले मलाई त ग्रस्त बनाइसकेछ आज चाहिँ होइन। अनि भर्खर खाना खाइसकेँ। अब मुख हात खुट्टा धोएर अनि तेल लगाउँछु। अनि तेल लगाएर अनि दबाई खान्छु। दबाई खाएर म सुत्छु साथीहरु। आजको दिन चाहिँ भन्दै साथीहरु। अब चाहिँ मेरो भ्लग इन गर्न चाहन्छु म। आज मैले त्यस्तो केही पनि खिच्न पाइनँ, राम्रो हुन्छ नि खिचिन, अलिकति मलाई सन्चो नभएर पनि हो। ल साथी, आज चाहिँ यति नै भन्दै म चाहिँ मेरो भ्लगलाई इन गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ।